हेलो गाइज नमस्कार, मेरो नाम क्षितिज परियार। म चाहिँ अहिले हाल रत्नगर चितवन नमुना टोलमा छु, रत्नगर टाढी। आज चाहिँ हामीले प्राङ्क भिडियो बनाउँदैछौँ, स्पेसल मन्डे होइन। मन्डेको लागि चाहिँ हामीले स्पेसल गर्दैछौँ। अब प्राङ्क भिडियो बनाउँदैछौँ। गाइज हजुरहरूले साथ दिनु पऱ्यो, हजुरहरूले सपोर्ट गर्नु पऱ्यो। मन्डे भिडियो होइन, हेर्दै जानुहुन्छ। यस्तो छ यति छ हामी। उहाँ चाहिँ रविना, हेलो सुनिता, उहाँ चाहिँ सुनिता तामाङ चाहिँ एकदम बेल्न पर्ने कुरा चाहिँ अझै सुस्मिता छेत्री, उहाँको ब्लग हो। उहाँले चाहिँ सपोर्ट गर्नु है, उहाँ हो। उहाँ चाहिँ हाम्रो कुकमेन अनिल तामाङ, रत्नगरको उपाध्यक्ष हुनुहुन्छ। कुकमेन टार्दै हुन्छ, तेल एकदम निकाल्दै हुन्छ। त्यो चाहिँ अनिलले चाहिँ झैकिमा स्पेसल एकदम हाम्रो चाहिँ आज मन्डे चाहिँ एकदम स्पेसल हुनेवाला छ होइन। ल गाइज अब चाहिँ हाम्रो चाहिँ मोमो रेडी हुँदैछ। मोमो बन्दैछ, हाम्रो किमा बन्दैछ, बन्दैछ होइन। अनि अचार, मेरो बुढी चाहिँ अचार मेनु एकदम बुढी यता हेर्छ अबि ओ ज्वाइँजुली बनाइदियो मेरो बुढी। फेरि खतरा मेनु नि गाइज होइन। मोमो कस्तो भयो भने रविना सिद्धेश मोमो कस्तो भएछ एकदम स्पेसल अनिल तँलाई पनि ध्यान त म झन् यस्तो मिठो भएको मलाई तर त्यो पनि पिरो भयो भने मैले गाडी खानु पर्ने अरे। अनि मैले गर्नु पर्ने के म के गरौँ के हो। आज कहाँ एक्सिडेन्ट भयो ए आज एक्सिडेन्ट भयो भने आज एक्सपेरिमेन्ट जर यस्तो गाउँ गाउँमा आयो बाइकै भित्र चिराउनु लगाइरहेको छ। कस्तो पैसा थाहा भयो। म आफूले यस्तो हेर्नु सम्झेँ कि यसलाई हेरेर यहाँ कट्टु मात्र बक्स दिएर यस्तो सबेर हेर्दिन है। के कुली ल के भन्यो भने उठाउनु कोही नआएको फेरि उठाउनु कोही नआगे भाउजूले नि हाल्यो। त्यो यस्तो डाँडा गौडा खाडो गाडी है। अब त सिद्धेश अस्ति पनि मोमो हालेर नि एकछिन लाइन गएको थिएँ बत्ती बारे अस्ति पनि लाइन गएको गाइज अब चाहिँ हामी मोमो स्टार्टिङ गऱ्यो, तर सरप्राइज कहाँ के त्यो थाहा छैन होइन। गरेपछि थाहा हुन्छ। तपाईँहरूले हेरिदिनुहोस्, लाइक सबै कमेन्ट मिक्स गरेर सब्सक्राइब हाले कोला पर्छ कोला जोसुकै होस् त्यो मतलब भएन। लाइक सब्सक्राइब हजुरहरूले गरिदिनुहोस् होला। नमुना टोल वडा नम्बर 3 एकदम बाडे पिडी गाउँको हामी हौँ। लाइक सब्सक्राइब गरिदिनुहोस्, अगाडि च्यानल बढाइदिनुहोस्। हामीलाई चाहे एनी आऊ पैसा कमाउनु पुइधरि क्या यस्तो अनुहारहरू क्या हात मुसी दर्शकबिन अब नेक्स्ट यो मन्डे चाहिँ यस्तै भयो स्पेसल। मैले चाहिँ मदेखि अनिल तामाङ, मदेखि पट्टा छेत्री तामाङ प्लस हाम्रो सुनिता तामाङ प्लस मेरो बुढी मेरो वाइफ हाउसवाइफ रविना सुन्दास, बर्देवा म सुन्दासबाट चाहिँ मैले स्टार्टिङ गर्दैछु। के अरे यो मन्डे चाहिँ यस्तै भयो होइन। ल म तपाईँलाई एउटा क्वेसन सोध्छु, तपाईँलाई भ्लग चाहिँ कहिलेबाट बनाउन एकदम जागर लागेन मलाई यस्तो भ्लग भनेको चाहिँ मेरो एउटा सुस्मिता साथी छ, च्यानलहरू चाहिँ मेरो च्यानल थिएन। अनि हामी चाहिँ जस्ट एक हप्ता अगाडि चाहिँ यस्तै गरेको थियो। यस्तै गर्दा चाहिँ मलाई 6 दिनको भित्रमा चाहिँ मलाई एकदम मनमा चाहिँ अब यस्तै गर्दै जाऊँ मन्डे चाहिँ होइन। हप्ताको एकचोटि टाइम दिएर फ्यामिलीलाई पनि टाइम जस्तै अब साथीभाइलाई टाइम दिए जस्तै भयो गरेर अगाडि बढौँ सोचले चाहिँ मैले गरेको हो। ठिक छ, सब्सक्राइब लाइक गरिदिनुहोस् होला मेरो दर्शक, मेरो माता, मेरो भगवानहरू। कसम यस्तो
मिठो भएको के शिखर त के हो र ल भन्न एउटा डाइरेक्ट ल नेक्स्ट लट फेरि हान्छ त्यही भएर के भयो के भयो आफैले प्र्याङ्क गरी भयो त्यो है लास्टमा त आफैले प्र्याङ्क भइरहेको यसले सङ आएर आफैले प्र्याङ्क गरी भयो त्यो सुरुमा नुन चेला पऱ्यो कि कस्तो भयो त तपाईँलाई जरा छिटी ज्यान प्र्याङ्कमा पऱ्यो जस्तो त गाइस मैले प्राङ्क हो भनेको थिएँ तर मलाई पर्यो आज अहिले पनि होइन गाइस एकछिन त्यो हाबिस्टिङ गरेर राख न एकछिन बन्द गरेर ग्यास बन्द गरेर लास्ट यार त्यतिकै छोडिदियो कि फेरि थपेर राख्ने हेर होइन त मलाई मात्र नगर्ने यार ए पनि यार त्यो यसलाई भिडियो बनाउनु पर्दैन कस्तो कस्तो भयो क्या मोमो निकाल्यो होइन मोमो निकाल्यो ओपन मोमो भएर चाहिँ चाहेको होइन नुनबाट पकाएको फालिदिरहेको पछाडि गएर मैले त्यो मोमो मैले तँलाई छ मैले मोमो हाल्दाखेरि के चढाएको धरेको थिएँ नि त्यतिखेर मैले टाक 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 हाल्ने अनि मैले सोधेको त्यो रोज टाइपको मोमो चाहिँ कसले खाने अन्त मैले हो नि क्या अन्त मैले हो नि क्या मिठो भयो भनेर त ढिलो भयो नि ब्याक गफ गर्दै बसेर प्रायमा हाल्छु नि हेऱ्यो क्या मलाई त्यो किन भन्नु त हेर्नु त यस्तो प्रायमा